अहिले फेरि जान्न पुरै प्याग रमिता लास्टै साङ्ग्रो भयो क्या बाटो चाहिँ त पानी परेर सङ्ग्राम छ आज फाइलहरू पठाइनु भएन यताको अन्त ऊ त पुग्छ होइन कालीमाटी भिडियोमा हो र भिडियोमा त यसलाई पोस्ट गर्नु मलाई के भन्दा यताबाट चाहिँ कहाँ पुग्छ सेम हो अनि तैँले किन आँटेन रूपको ल्याउनु त गल्लीको बाटोमा त टेर्दैन कसैले बिहान लौदियो हो त्यता स्टेसनरी कतातिर रोको हो हराले भन्मौजरी गराउने मलाई त्यति होला है पानी त डरै परिरहला जस्तो छ हातै भिज्यो चाहिँ एक साइडमा कस्तै हाल्ला सामान क्याप्टिङको भिज्नु त केही हुँदैन केही सामान लोड गर्न केही हुँदैन ग्यास यत्रो बिल्डिङ बनाउँछ होइन यो पार्किङ चाहिँ नबनाइदिने कि है यही कारणले नि गाडी गाडीको लागि धेरै गाह्रो हुने क्या यो उसको लागि त्यहाँ रोडमा वडा कार्यालयतिर यसो नजिक आउँदो हुँदैन वडा कार्यालय नै छैन यहाँको कस्तो थियो त्यो कर्मचारी रुम बनेको होइन यहाँ छ त्यही दिन वडा कार्यालय थाहा के हाम्रो पार्टी काट्ने छ नि अनि त्यसै पछाडिको त्यो वडा कार्यालय त नि यो त किन भन्नु पर्दैन होइन वडा कार्यालय कता कता हो गल्ली गल्ली यहाँ 50 एउटा
यति गाउँ अनि हामी त आउनु लानु हो बाटो भनेर देखाइरहेको त बाटो हामी चाहिँ हामीलाई कहाँ जानु हो त वडा कार्यालय 15 नम्बरको भिज्दैन यो अलिअलि भिजेर केही हुन्न भिजेसँग नि यही एउटा मोबाइल बोकेर आएको फाइनली ओडर कार्यालयमा आइपुग्यो आज काम यही हो बेरोजगारी भएपछि हिँड्नुपर्छ काठमाडौँ आना बेला ओडर